तपाईँ हाम्रो घरमा अत्यावश्यक एकदम जरुरी चिज के त भन्दाखेरि माचिस, यानि कि आगो जलाउनै पर्यो, आगो खाना पकाउनै पर्यो होइन। ग्यास त अहिले कता कता आज लाइटर आएको छ त आफ्नो छ, तर गाउँले जीवनमा प्राय युज हुने भनेको हो माचिस यानि कि सलाई। त्यो सलाई कसरी बन्दो रहेछ त हेर्नुहोस् त यहाँ। यो काटेको मुढालाई चाहिँ सानो यस तरिकाले काटेर फेरि त्यसलाई चाहिँ राम्ररी छिलेर छिल्का उतारेर फेरि यसरी चाहिँ निकालिसकेपछि कति राम्रो सर एकदम बिल्कुल चाहिँ यो कागज जस्तो निस्किएको छ, एकदम पटारा जस्तो है। अब यसलाई चाहिँ गएर मेसिनमा ल यसरी चाहिँ हालियो। अब यहाँ चाहिँ एकदम मसिनो मसिनो टुक्रा बनाएर निकालिदिएको छ। अब यो मसिनो टुक्रालाई के गरियो भन्दाखेरि लगेर चाहिँ सुकाउन लाग्यो। अब सुकाउँदैछन्। अब सुकाइसकेपछि त्यो सुकाएको जो मसिनो मसिनो काटेको जो टुक्रा छ, त्यो काँटी छ, त्यसलाई चाहिँ लगेर फेरि मेसिनमा हालिन्छ र मेसिनले चाहिँ यसरी क्या मजाले लगेर त आहा कस्तो मजाले चाहिँ त्यो मेसिनले चाहिँ घुमाएर हेरिरहँ जस्तो लाग्ने तरिकाले टक्क बनाएको छ। अब यसलाई चाहिँ लगेर बारुदमा यसरी डुबेको छ। बारुदमा डुबिसकेपछि चोबल्दै निकाल्दै गरेर अब यो चाहिँ यसरी प्रोसेस भइरहेको छ। क्या मजाले चाहिँ यस्तो तरिकाले चाहिँ यति मेहनत पनि धेरै हो, तर मेसिनले चाहिँ गर्दा अलिकति खासै नलागेको त हुनसक्छ। मजाले चाहिँ यसरी निकालेर अब यो प्याकिङमा गयो। ल मजाले चाहिँ अब प्याकिङ भइरहेछ। देख्नुभयो त हाम्रो घरमा जरुरत पर्ने नहुने अत्यावश्यक वस्तु सलाई त्यो कसरी बन्दो रहेछ। जानकारी कस्तो लाग्यो मन परे सेयर गर्नुहोस्।